몰라서 다 도마 चालम सर्वप्रथम सिसिनाङ्गेङ्गे यो सञ्जाल मार्फत तेनाइकिन्युदे हुने सम्पूर्ण शरण्य भिक्षु सुम्बदा अ, जुमनबता सङ्घ सोदा र त्यस्तै गरी दादा भिक्षुनी सिङ्गिजी साथसाथै लरुगेवे सिन्यानबता कल्याण मित्र दादा आउटर सिङ्गिजी केम्बो छोटोको अ, योजोडोल्या कल्याण मित्रहरूमा तमा मेरो मित्रहरूमा योसा सम्पूर्ण समृश्वाई स्वस्थको कामना व्यक्त गर्दै हार्दिक यहाँ अनि अभिवादन गर्दछु तादृङ्गेया आज खाजाङ्गे मङ्गु थुइनेदा सुयारुदो सादियोर्बा अस्तिको केही निरन्तरता दिन बाँकी नै छ निकै नै सेजोर्बा भयो यहाँ बढी समय राखेँ आज कसबाबा टेम्बेटेरबगी कोर अनि स्याबा आजको मुख्य कसबाबा विषय के हो त दिसाबी आजको मुख्य विषय चाहिँ उत्तराधिकारी ता अर्थात् टेम्बेटेरबगी से युसाना हस्तान्तरण त्यसलाई आउँदा चाहिँ यसको विषयमा बताउनु छङ्गु पर्दाखेरि नान्देगी सेदा अनि फुग्यु यसमा बताउनु नान्देगी पर्दाखेरि सेदा फुग्यु नान्देगी सेदा सिसे उत्तर सिजु उत्तर सुम्बुदो परम्परा सिगेबे बौद्ध मार्गी गेजेबसे त्यस्तै गरी रि बौद्ध ददरी परम्परा बौद्ध मार्गी त्यस्तै गरी ददरिया छङ्गु दक्षिण नान्देगी परम्पराको सुङदान्देले रहेको बौद्ध मार्गी तीन छङ्गु प्रकारको रहेको नान्देगी सुङदान्देले आज खजाङ थाबो उत्तर कदा परम्परागत तेरु नामथर बौद्ध ने शासनको अब सुङदान्ते गर्दै फिसमसे गर्दैछ ता दिरिङ गस बाबाति अनि केबो याङे मेगे तोजु ता अनि आज जि पहिला याङे मेगे बौद्ध तोला सोबा दिजुना शासनको छु देबे उत्तराधिकारीको मा विषय सुया बताएँ आज के हो त अशोकाको ngāngbō sūsi tēne mā shūyā इतिहास tō sīmbarē. त्योभित्र पाँच प्रकारको अब उत्तराधिकार पर्दछ पाँच प्रकारको विषयमा यसरी म बताउन जाँदैछु एक एक गरी Tā khōngli ya ngā tsū jī khasāng ngō tērab gā namdhār sā tā kia yī केही nō दिन अगाडि मैले चीनको tērab gā अनुवादमा namdhār रहेको sā tē shū sīmbarē. वंशावलीका Tā केही tērab इतिहास gā namdhār sā जीवनीको विषयमा tēle मैले केही chōngā बताइसकेँ wā miyā na tētāng tūnyam tū chōng tēwē gā yā chāngyū nāndēng kī yīchā kēchī अब sīmchī kārchā tē wā rā. योभन्दा पहिला Tēne अर्थात् tērab त्यो gā सँगसँगै namdhār आएका sā अब sā tē जुन tēne nyāngē mē gā tōjūs. Nyāngē mē gā tōjūs sā tē उत्तर परम्परा आएका बौद्ध धर्मका शासनका केही स्रोतहरू एकदम महत्त्वपूर्ण रहेका छ त्यो चाहिँ के हो त भन्दाखेरि हजुर चिनको राजवंशमा पर्दो रहेछ यो अशोकाको अशोकाको इतिहास यो चाहिँ अब चिन कालमा भएको रहेछ हाफेन 280 देखि 306 को शताब्दीमा भएको रहेछ यो त्यो बेला अनुवाद भएको रहेछ यही अशोकाको जीवनी 280 देखि सन् 280 देखि 306 मा अनुवाद भएको रहेछ भने त्यस्तै गरी यही किताबलाई चाहिँ फेरि पनि ल्याङको वंशकालमा सङ्घी कोचा सङ्घवर्माले 459 देखि 524मा अनुवाद गरेको रहेछ यही किताबलाई त्यस्तै गरी क्रमै आएर अब यो चाहिँ उत्तराधिकारीमा सबैले छानबिन गर्ने मुख्य अब स्रोत भएको प्राचीन किताब हो यो त्यस्तै गरी अब भगवानको इतिहास भगवानको जीवन अब दिव्य वादना यसको विषयमा पनि वंशावलीमा जुन बौद्ध शासनको वंशावलीमा पनि उत्तराधिकारीमा पनि बताएको रहेछ अब यो दुई रहेको छ अशोकाको जीवनी कथा अर्थात् त्यस्तै गरी यो भगवानको इतिहास भन्ने विषयमा दुवै विषयमा के हो त बौद्ध धर्मको इतिहासको विषयमा जुन वंशावलीमा 5 प्रकारको यो वंशावली बताएको छ यो 5 प्रकारको यो वंशावली के हो त भन्दाखेरि पहिला महाकाश्यप दोस्रो आनन्द तेस्रो मध्यन्तिका यसको त्यसै गरी अब शङ्का बस्ती त्यस्तै गरी दिदी कपा
tada यो ngerbe 500 sade lega sa ane tada nyangay अब me यो tojo ngerbe sang अर्थात kondendra chebi na ane shige nyangay उपगुप्त me भनिन्छ kola chade यो चाहिँ अब अशोक राजाको चाहिँ अब ta मुख्य di मूल na गुरु ne ngene ya अब nima kumba se nima kumba त्यो to भित्रमा पनि अब gorda ru skep हिम shuwa ti अर्थात gorda ru gyab gwe kimsen shi wa मध्यन्तिका ti ji shuna sometimes अब यो एउटा भित्रमा हिम गुम्बा किन राखेको छ त आनन्दको पछाडि ta हिम gorda गुम्बा shube मध्यन्तिका gi किन nyangay राखेको me छ gi tojo da भन्दाखेरि nyangay me ga doni ke nanglo ne अब यो ane shane अशोकको kujeng gi chedo जीवनी र nima kumba se अशोकको सूत्रभित्र यो madyantikas ati वंशावली किन राखेको madyantikas छ ati भन्दाखेरि kya ke liya madyantikas अब उसमें यार निमा कुंभ शुरू हुआ संस्कृतमा अब मध्यन्तिका ता भनिन्छ निमा बोर्डमा कुंभ एउटा शुरू हिम आते गुम्बा भनिन्छ चितान छेबी न तो कुंग अब हिम शिकांग गुम्बा कुंभ भन्ने लिया अर्थात् मध्यन्तिका भने को हो त अनि भन्दाखेरि जेसु सोंगे आनन्द कोला से परिनिर्वाण तिंडे सी यो निधन भइसकेपछि छाती गारिस अनि ताना सी तेले चेला टेपा टेप से आनन्दको आती चेला हो निजुसी तथा इसे तिनी भी नानी योंदी गार अनि ताना आनन्दले सिंगी बौद्ध अनि शासन चाहिँ कुंग युगी मध्यन्तिकालाई होंग हस्तान्तरण मरे गरेका थिए चोरा जिम्मेवार भयो खासी युले छिंचे अनि क्या वे टेम्पा पे गोरेस से तिंडे उहाँ चाहिँ कांगो अब वे कोते कश्मीरमा गएर अब तर आनन्दले इना तिमी या चाहिँ कश्मीरमा गएर बौद्ध धर्म फैलाउनु ता पर्छ भन्ने शाने आज्ञा दिएको कुजेंग परुलिया भन्ने भनाइ छ ngösu jeba उहाँ chumbe korta ya na मध्यन्तिका र tanda nyebe ge त्यसको paruli ya ngösu jeba chumbe korta de ke segi omare तर यो zedang di korte ya tada आनन्द र khongo ge doni मध्यन्तिकाको chesu एउटा de ji khongo le to सँगै भेटिएको gawa कुरा yue de besu अर्थात् मध्यन्तिका र tende उपगुप्तसँग chi yong ri to भेटिएको कुरा tare त्यति अब shubi स्पष्ट na छैन tada किन nyangeme भन्दाखेरि ge यस्तो dwe na विषयमा lo अब le ya हामीले di छानबिन di गर्न kab जरुरी temba छ tebe kab le ya khar sun yor sana ene kun ge त्यस्तो विषयमा nima एउटा kumbal teba re विधिका भनौँ न temba teba re आनन्दले ti shane ku chen le temba teba मध्यन्तिका re ti nyebe le temba मध्यन्तिकाले teba re shi che ta उपगुप्त tinde दिएको chi gi त्यसरी भनेको chen छ ji yong di yor दिदी ta कपाललाई di दिएको si छ tinde imbi na यदि यदि kun ge त्यस्तो नै nima हो kumbal भने te ti shane ku chen le teba tinde ina ana आनन्दले kun ge yu gi shane मध्यन्तिकालाई दिए ku chen le मध्यन्तिकाले temba teba उपगुप्तलाई kab le दियो ya भने ta si khande chi yong अब di yor shi आनन्दले पछि गएर फेरि सेना घोचन भनौँ न अब सेना घोचन भन्नाले चाहिँ si dide chi yong di yor अब शङ्का सनाकावासी भनिन्छ yu sun chen bu teba र ko यस्तो la सूत्र teba रहेको छ nyangen de ko di अशोकाको de सूत्र nyangen हुने da रहेछ ro na kya we temba di kyu gi nge bar kun ni sun gu sa ro chi सेना ta tinde chi घोचनलाई yong di चाहिँ do wa शङ्का ti da सभालाई चाहिँ ane gyawa cha ya महाकश्यपले ko शासन la gyawa cha हस्तान्तरण गरे त्यसपछि tinde ya परिनिर्वाण भयो त्यसपछि परिनिर्वाण हुँदै यसरी सेना घोचन da na xin gi da da अर्थात् long chin si ge na lo le ya shi tham ji ge ne long chin si ge na lo le ya सनाकावासीलाई दियो खरसुङ भने sana राखिएको छ सूत्रमा ta di long di chi thang sha bi ni kina se bi na यसको आगम फेरि म तपाईँहरूलाई देखाउन se bi चाहन्छु na lam sa ha ko re त्यस्तै स्रोतहरूको के ten लेखेको si छ di त kan ji भन्दाखेरि sana long chin si ge sik ji la chom den de gi yong su yang le de na lo लुङ gyal la ba ठेन्सा na ge long ni me सूत्र kong je लेखेको cha छ ji zhong ro gyur di ti ne ba भगवानले temba la zhong ro gyur ro यो she long den de परिनिर्वाण me na भए ko kyu gi भएर temba la gyur पश्चात ro che 100 shi di वर्षपछि भिक्षु ta ti de ji yong निमा di yor गुम्बा भन्ने एउटा आउँछ उहाँले चाहिँ बौद्ध धर्मलाई चाहिँ जरादेखि राम्रोसँग ti de gi sik पक्रेर ji अब long yor re अनि फैलाउनुहुन्छ lo भनेर gyal le be ka भनेपछि le ya अनि niमा गरेको छ kumbha sen त्यही shi कारणले आजदेखि so तिमीले do यो wa शासनमा राम्रोसँग ग्रहण गर्नु भनेर tere यसरी nyangye meke tokzhe pangpo भविष्य sube गरेको kable रहेछ ya nyima kumbha te त्यस्तै tenpa गरी nyangye le de sawe che ke lo gyale ya gyale je zhungu ye ba che suyo are dana फेरि shingi tangsen lami ki pangpo sube na lo le यो ya थाङसेन गुरु लगायत अनेक कुराहरूमा चाहिँ यो tenpa बुद्ध nyangye me परिनिर्वाण lo भएर अब 100 वर्षपछि चाहिँ यो ngab ju le ya हिम ane गुम्बा nyima kumbha ku भन्ने chungpa गुरु ta चाहिँ अब ane kunga आउँछ yu भनेर ki te लेखिएको छ tenpa zinga res च्यान्चेलभित्र taba ji ji kunga बुद्ध u da परिनिर्वाण भएर chi 100 kachi वर्ष पश्चात चाहिँ हिम ma गुम्बा jen भन्ने me एउटा so chi भित्रमा yang de भिक्षु chi so do पाल्नुहुन्छ त्यसले बौद्ध धर्मलाई dire फैलाउनेछ kong त्यही कारण shui तिमीले gi बौद्ध shung धर्म di zi फैलाउनु xia पर्छ है che भनेर आज्ञा दिएको ta रहेछ chengyu na de yi je अब me ma che na lo le ya अशोकको ni ma kong be gi इतिहासभित्र पनि यो kung gu yu भम्पो gi 3 she chim तेस्रो lu de भम्पभित्र na lo पनि na shi ka हिम ji yu गुम्बा de चाहिँ tempa बुद्ध pe ba परिनिर्वाण भएर 100 tempa ga वर्षपछि chi ma आउनेछ to be भनेर gi लेखेको छ kung gu yu gi अब थाङसेन हामी अब ni ma kong ba de kung gu सँगसँगको अब यो ngu lu महानका gi she लेखकमा ge पनि यही ta कुराहरू लेखेको छ chengyu na de gi बुद्ध cha ma de परिनिर्वाण ma यो che na lo de se 50 gi yo kha na 50 lo le ya वर्षपछि अब kung म gu yu lo gi जन्मिएका so हुन् do भनेर पनि ma लेखेको che छ na lo le ya ane त्यही भएर di पनि आनन्दको kung gu yu gi दिएको धर्मलाई चाहिँ chim lu de फैलाउने na lo na एउटा shi ti महान kung gu भिक्षु हो भन्ने चिनाइदो रहेछ kharso ti
पछि गएर झ्याङ्ग्यु नहुँदैन अर्थात् उत्तर दिशा उत्तर परम्परागतका अब बौद्ध शासनको अब लेखोटमा हेर्ने हो भने हिम गुम्बा आनन्दले भविष्यवाणी गर्नुभएको र अन्तिम शब्द राखिएको तिमीले बौद्ध धर्मलाई चाहिँ शासनलाई वृद्धि गर्नुपर्छ भनेर अब भविष्यवाणी गर्ने गरिएका मुख्य लेखोटमा राखिएका छ यसरी बताएका छन् हिम गुम्बा भने चाहिँ यो बुद्ध परिनिर्वाण भइसकेर अब त्यो बेला मङ्गल पुत्र कार्ग्याल भन्ने मङ्गलको कार्ग्याल उहाँले चाहिँ अब कश्मीरमा बौद्ध धर्मलाई फैलाउनको लागि जानुभएको समष्टिवाद अनुसार चाहिँ के हो त भन्दाखेरि जसरी जितेर उहाँले राखेको छ किन भन्दाखेरि हिम गुम्बालाई यो 13 भित्र राख्नु किन उहाँले राख्नु पर्यो भन्दाखेरि तारानाथले अब भारतको धर्मोदय भित्र लेखेको छ छेजौं भित्र यसको अर्थ अब के हो त भन्दाखेरि कश्मीरको बौद्ध मार्गीहरू चाहिँ हिम गुम्बा भनेर चाहिँ बौद्ध वंशवाली भन्दाखेरि मगध राज्यमा उहाँले 15 वर्ष बौद्ध धर्म फैलाउनु भएर पछि उहाँ चाहिँ सोना घोचन भन्ने चाहिँ अब चेला थोरै थियो पछि हिम गुम्बा चाहिँ उहाँ कश्मीरमा जानु भएर बौद्ध धर्मलाई एकदम राम्रोसँग फैलाउनु भएकोले अब 7औं अब वंशवाली होइन 8औं वंशवाली हो जुन कश्मीरको बौद्ध मार्ग बताएका छन् अरूले के भन्नु अरू अनुयायीहरूले चाहिँ हिम गुम्बा भनेको चाहिँ बुद्धले भविष्यवाणी गरेका त्यस्तै गरी आनन्दले अब यो आज्ञा दिए अब आनन्दको मुख्य बौद्ध शासनलाई उत्तराधिकारी चाहिँ अब हिम गुम्बा नै हो त्यही कारणले उहाँ चाहिँ सोना भोजन मात्रै हो अब यो 8औं अब यो उत्तराधिकारी चाहिँ हुँदैन भनेर कसैले फेरि हो आनन्दले बौद्ध धर्म चाहिँ अब शासक तिमीले आज्ञा दिएको हुँदाखेरि सोना भोजनलाई हिम गुम्बा हुन सक्दैन अरूले पनि बताउँछ त्यही कारणले अब 7औं अब बौद्ध धर्मको वंशवाली 7औं धर्ममा सोना भोजन पर्छ त्यही कारणले गर्दा जे भए त भन्ने अब झ्याङ्ग्यु नहुँदैन परम्परागत बौद्ध शासन त्यसै गरी दक्षिण परम्परागत बौद्ध मार्गीहरूले अब कसैले चाहिँ आनन्दले पठाएको कसैले चाहिँ अब यो कार्ग्याल गिबु मङ्गल कार्ग्यालले पठाएको भन्ने चाहिँ बताउँछ जे भए त भने अब कश्मीरको लागि उहाँ एकदम महत्त्वपूर्ण भएकोले कश्मीरको बौद्ध मार्गीहरू चाहिँ एकदम बलवान भएकोले त्यही दिशामा हिम गुम्बा बौद्ध धर्म फैलाउन पाल्नु भएकोले धेरै फैलाएकाले उहाँले जबरजस्ती बुद्ध धर्मका उत्तराधिकारीका वंशवालीमा उहाँले राखेका जस्तै उहाँले कोच्याएका हुन् राखेका उत्तराधिकारी अर्थात् यो वंशवाली यसको विषयमा के हो त यसको परम्परागत भन्दाखेरि श्रृङ्खलाहरूमा उपाध्यायको अनुयायी यसरी बताउने हो कि के हो त भन्दाखेरि के यो शिलाको विनयको परम्परागत आएका अब यो उत्तराधिकारी वंशवालीमा अब शङ्का के छ त भन्दाखेरि आफ्नो गुरुलाई उत्तराधिकारी राख्ने हो भने आनन्दको खेम्ब चाहिँ महाकश्यपलाई राखिँदैन किनकि हो कि होइन भने त्यसमा धेरै विवाद आएका छन् मूल सर्वस्तिवाद विनयभित्र चाहिँ आनन्दको गुरु चाहिँ खेम्बो चाहिँ उपाध्याय चाहिँ तोप्चुदेन भनेको छ अर्थात् कश्यप दास
bala yu 인도 시디가 나서 balawan dasa 세르데 dasa balawan bala 군시 고원디냐 아니 니바디 eji 세르데 to chu 군시 chama guru le sri 소바디 세르데 뭐 uta 도주였어 guru le batana ba 아니 sa yo yesu to 시바디 chu din ma 세르데 ma 유순 첨보래 kashyap kai 송도 yoda naam ho 제가 man 텔레비나 도주 유순디 유순 첨보래 땀 te kanali ya 지지치는 pawu 것들이 sura thonde isto 세브로 batai da 송도 bani 송유도 mula sarvasti wat 다다는 신기야 도주 유순다 유순 도주 되는 uta ko 개발 pari mule ba 제제들 karana 소리네야 다들 가져서 공론 얘기 예 아버지 하고 오면도 아 yo 빠디기 뒤에 te jala 나로래야 se te le 군거 batai ka san 챔포티 예 mahakashyap ra 벨라타 10 tawan mahakashyap ji 시샵사디 begle ho bane se batai ka sa 레송도와 te bela cha 산에 sarap the bane ka sa 제가 수업에 김세 망보지 대상 심주고 망보지 योग्यतावान कुंशी 유수디 कुंडिन्य 군거 त्यसै 유수 गरी 캠보 कुल्जे 임바베 레송도 महाकुल्जे त्यसै गरी तोप्चु वेसुङ त्यसै गरी 지당게 가라주 때럽다 동규야 망고 महाकश्यप भन्ने 유래라면 याना पाँच 킹규 चारवटा 있으라고 매너 बताएको 때럽다 हुँदाखेरि 킹규기 개발 10 योग्यतावान 때럽다 महाकश्यप र 킹규기 개발 महाकश्यपलाई चाहिँ 조사원이 बेग्लै हो भने 때럽 यसरी अब 사르소 सकी मलाई 나바상게 चाहिँ 우티기 겐쿠 통겐질이야 त्यही 우티 कारणले मेरो हिसाबमा 겐베데 चाहिँ 우티 आनन्दको ङ마게 फिल्म चाहिँ 텔레한 महाकश्यप 겐테션 हो 저랑 कि होइन भने 나바상게 त्यसमा अब 우티 धेरै 챔보 विवाद रहेको छ 챔보 유에세 त्यही कारण मेरो 근데 विचारमा चाहिँ 까망샤바지래야 यो 때럽 बौद्ध धर्मको वंशवाली अर्थात् 어디 동규다 उत्तराधिकारी कसरी भनिन्छ 킹규샤 भन्दाखेरि 조다 जसले बौद्ध धर्म राम्रोसँग पक्रिन सक्छ 도번난기 जसले 캠뷰기 맞죠 बौद्ध धर्मलाई राम्रोसँग 도번난기 캠뷰기가 आफूले 대르가 दृढ 지금 हिसाबले 드레인드 एक दिन अर्को पुस्तामा 때르비나 चुप्पो nga마디 캠보 टिकको 인고야 지금 बौद्ध 치머디 धर्म 캠보 समग्र बौद्ध धर्म 인고야 दिन 개발 सक्छ 로지 파지 त्यसलाई 아이디 चाहिँ 송도 उत्तराधिकारी र वंशवाली 다 드네 हो 샴래야 다다 때르 ङ아 다다 सिधाको 때르 भने ङ아 त्यो कुरा 송도 다 हुँदैन 때르 ङ아 나오네 आफूले 때르 감 पाएको 니데 가라서 विनयलाई 유존 첨보도 अर्को 군거 पुस्तालाई 유도 दिनेमा म त हिँड्छ बौद्ध धर्मलाई 다 टेक्न सक्ने 유존 첨보 हस्तान्तरण 다 दिने 군거 거다 पाण्डुमा जाँदैन 로듀리 슈비나 아 유존 첨보도 군거 거다 코나마니 제베 거디 슈비나 다 अब 유존 첨보 사드 사미 킹그레 상게게 महाकश्यप र 텔레비전 आनन्दको 제레 विषयमा सम्बन्ध 동규 विषयमा अलि 대나로네 즉 बताउनु पर्दाखेरि यसको 세통 विषयमा तपाईँलाई 시슈로 थाहा छँदैछ 멍차디 여러분 다는 시꺼도 당부 제베 걸이야 라죠 अब 방가게 거도 송도와 बुद्ध वचन सङ्कलन 티거리야 गर्ने क्रममा 소종당기 पहिलो बुद्ध वचन 우티겐도 वचन सङ्कलन 유순 गर्ने क्रममा 유순 첨부 차디 नभई 다는 महत्त्वपूर्ण 신기 너들 룽디시 पुरुषहरू 나로래야 महाकश्यप रहेका छन् 너들 룽디시랑 아주 발견나 महाकश्यप 여러 हो 말봐 딱 이내 여기 나나 아니 त्यो 디 बेला कुनै विवादहरू थिएन पाली게 थोड्या ननिङ उहाँले मुख्य सिस्टम अब मार्गदर्शन 그래서 गरेर 너들 अब 롱디시 나로래야 पहिलो पटक 상계 सङ्कलन 슈딩기 체데 아니 उहाँले 유순 때네 यसरी परिचय राखेका थिए 슈스주바 나 딘데 그 로기에 그래 다는 신기 상계 코라랑기 나베기 अब 남자 차다르 쳐버디 महाकश्यप के हो त भन्दाखेरि 유순 첨부 आफूले राउने एउटा 렌더스바기 चिवरधरि आधा 제부교인데 चाहिँ 아니 코라기 महाकश्यपलाई बुद्धले 남사기 दिएका 유순 थिए 첨부리야 만낭마 딘데 그 로기 얼바 आफ्नै 제가 वस्त्र पनि 유순 첨부 बुद्धको 타나 आफ्नै वस्त्र 공부조배 पनि 걸리냐 상계 나샤비 महाकश्यपलाई दिएका थिए 남자 뒤스웨체네 아니 뒤쳐셔 발이야 뭐 공부 좋아체 엔더디 가래 अनि 유순 बुद्धले 첨부기 त्यही दिएको कुरा 유순 토리야 चिवरलाई 유순 लगाएर उहाँ चाहिँ अब परिनिर्वाण भएर एउटा जुन झाँक्री हो 드레인드 भने 산에 उहाँ 상계 त्यही 그다 अब 유순 첨부를 कश्यपकोमा 주시네 परिनिर्वाण 드레 हुनुभयो महाकश्यप 나뭐 인도 되게 त्यसरी 가르쳐는 एकदम 거라서 एकदम 아니 नजिकको 셰리 यसरी 보다 몽게 सम्बन्ध राखिएको थियो बुद्धले 베스미젤이야 유순 첨부다 महाकश्यपसँग 상계 그 구습 저부실다 구습 अनि बुद्ध परिनिर्वाण 슈 भइसकेपछि 딱 बुद्धको सट्टामा 내대기 चाहिँ अब को भयो 차디네 त भन्दाखेरि अब बौद्ध धर्म 드레 भएर 인도 산에 महाकश्यप 칭균살라 때네 चर्चामा आयो उहाँले बौद्ध 군거가 धर्मको सही 틱제나 हिसाबमा 코랑게 फैलाउनु भयो 캠보디다 유순 첨부 뭐 이미 캠보 신다지 예스기레스 이나야 유순 첨부기 세네단 지진 첨부 시부지 예비 인도 산에 अब 아니 때려고 당보를 आनन्दको 유순 खेलको 첨부도 माशा라 एक गरी 야서 महाकश्यप हुनु सक्छ किन भन्दाखेरि उहाँ चाहिँ धेरै प्रख्यात थिए बुद्ध मुनि 군거보다 उहाँ नै थिए 지 가쇼라 तर पनि के हो त 메나드라 आनन्द 메나드라 र 캠보디 महाकश्यपको 캠뷰드 सम्बन्ध चाहिँ 메나드라 राम्रो थिएन 메나드라 간다 군거 응애래 유순 첨부 샤고야지 전신기 त्यही कारणले 유대엽자 आनन्द भन्दाखेरि पनि अगाडि 찌단 महाकश्यप 롱디 시다 गरेर देखाउँछ 듀와티스 나로래 유순 किन 첨부 भन्दाखेरि 군거 बुद्धको 거루래 बौद्ध धर्मलाई चौकोसम्म जिम्मेवारी अब तिमीले 타나 सम्हाल्नु पर्छ 상계 महाकश्यपलाई दिएको थियो नि त 예베사베 제레야 그도 त्यसै 당부 गरी 셰베 걸이야 समग्रमा 유순 लुङ 첨부 देशी र विनयभित्रमा 군거 चाहिँ 예바 망보지 장체네 아니 आनन्द र 캠보 생행게 되네 드레 महाकश्यप र आनन्दको बीचमा धेरै कुराहरू नमिल्ने ता विवादहरू 이나야 धेरै 유순 आउँछ 고마 조사회 제네야 अन्तिममा के हो बुद्ध 상계 महापरिनिर्वाण 마차라지 भइसकेपछि बुद्धको वचन 군거 सङ्कलन 나신시 पहिलो चरण सङ्कलन 딱 गर्ने 신다지 परिषदमा 군거 महाकश्यपले चाहिँ आनन्दलाई धेरै अब 가지 내버체 안 다나시 군거 코라야 구스림부 쇼교하라 송도와
महाकश्यपले आनन्दलाई धेरै पालीगे थोडी ये नेदेंगे दोषहरू देखाएका थिए र धेरै यसमा गल्तीहरू देखाएका थिए त्यही कारणले गर्दाखेरि बुद्धको वचनलाई सङ्कलन गर्ने एउटा परिषददेखि निकाला गरेका थिए तर पनि आनन्द अब महाकश्यप भइसकेपछि बुद्धको चेलामा एकदम प्रख्यात चाहिँ आनन्द नै थिए उहाँ बाहेक अरू कोही नभएको हुँदाखेरि अब लामो जीवन पनि बिताउनु भयो उहाँले पछि उहाँले कश्यपले फेरि आनन्दलाई नै बौद्ध धर्मको सन्तानको लागि जिम्मेवारी दिनुभयो अब आनन्द त्यस्तै गरी अब यो आनन्द भन्ने चाहिँ के हो त बुद्धको एकदम नजिकको एउटा सेवा पनि हो 25 वर्ष बुद्धको सेवा गरे आनन्द बुद्ध भिक्षु हुने बित्तिकै प्रवृत्ति हुने बित्तिकै उहाँले बुद्धको सेवामा बस्नुभयो सेवा गरे बुद्ध परिनिर्वाण हुँदाखेरि आनन्दको उमेर 45 हुन सकिन्छ बुद्ध परिनिर्वाण भइसकेर पछि आनन्द अझै पनि 30-40 वर्षहरू हुन सक्छ त्यसपछि अब आनन्दको आनन्दले अब आयु पनि लामो थियो भने बौद्ध धर्म पनि एकदम फैलाउनु भयो त्यही कारणले बुद्ध वचन सङ्कलनका दोस्रो चरणमा एकदम नभई नहुने अब जति पनि अब स्थविरहरू थियो त्यो भित्रमा अन्तिम अब 6 जना एकदम उत्तराधिकारी स्थविरहरू थियो यो पनि आनन्दकै चेला हो भनेर यसरी हामीले बुझ्न सक्छौँ यो चाहिँ विनय पिटकमा देख्न सक्छौँ त्यही कारणले गर्दाखेरि आनन्दको यो वंशवालीमा जस्तै गरी अशोकको सूत्र भित्र अब आनन्दको अब चेलामा चाहिँ अब शोना गोचेन भनेको छ त्यो राजगृहमा चाहिँ अब मगध राज्यमा जन्मिएका हुन् पनि भनेको छ उहाँले धर्म फैलाउन आउँदै पश्चिम भनेको छ अब जे भए पनि अब विभिन्न निकायहरूमा पनि बेग्लै कुरा छ तर पनि के हो त भन्दाखेरि सबै निकायको मुख्य मिल्ने स्रोत के छ भन्दाखेरि बुद्ध परिनिर्वाण 100 आसपासमा बौद्ध धर्मका स्थविर पूर्व दिशामा बौद्ध धर्म फैलिएका हुन् भने अब मिलाएर सबैको मिलेको छ अब सम्भकामी भनिन्छ सम्भकामी त्यसै गरी रगता ठाउँमा चाहिँ अब उहाँले बौद्ध धर्मलाई चाहिँ फैलायो भनिन्छ शोना गोचेन भन्नेले चाहिँ शोना गोचेन त्यसै गरी अब सबैसँग मिलेर जान्छ अब श्रीलङ्काको बौद्ध धर्म परम्परागत अङ्ग परम्परागत कलामा पनि उहाँ अत्यन्तै चासो गर्नुहुन्छ पाली भाषामा भएको जुन पालीको विनयमा सम्बुद्ध शोना गोचेन दुई थरीका रहेछ अब सम्बुद्ध भने मात्रै आउँदछ सम्बुद्ध सनवासी भनिन्छ सम्बुद्ध शोना गोचेन भन्नाले अब यो शोना गोचेन भन्ने सनाकावासी सम्बुद्ध सनाका दुईटा रहेको छ भनौँ न एउटा चाहिँ अशोकको सूत्र त्यस्तै गरी यो पालीको विनयभित्र दुईटा शोना गोचेन बताएका छन् अर्थात् सम्बुद्ध सनावासी सनाकावासी जे भए पनि आनन्दकै चेला हुन् भन्ने स्पष्ट छ दुवैमै मिल्न जान्छ यो दुवै व्यक्ति चाहिँ बुद्ध परिनिर्वाण भएर 100 वर्षपछिको एउटा व्यक्ति हुन् सङ्कलन गर्ने दोस्रो चरणको परिषद पाल्नुभएका सम्बुद्ध शोना गोचेन अर्थात् सम्बुद्ध अहो गङ्गा
बस्नु भएको व्यक्तिको त्यसै गरी अशोकको सूत्र आदि लगायतका सुनको उन्दा पर्दा दिव्या भन्ने ठाउँमा अब हो भने यसरी दुईटा सूत्रमा जुन जुन सनावासीको क्षेत्र बेग्लै बेग्लै बताएको छ एउटामा चाहिँ अब गङ्गामा बसेको हो भन्छन् अर्कोले चाहिँ फेरि उरु मुन्दा पर्वत दिव्या भने त्यही कारणले गर्दाखेरि दुवै स्रोतहरूमा बेग्ला बेग्ला ठाउँ लेखेको हुँदाखेरि के भए तापनि यो एउटा यो भनौँ न एउटै एउटा क्षेत्रभित्र भएकोले यो चाहे सम्बुद्ध सनाभाषी भए तापनि सनाभाषी भए तापनि सनाका भाषी भए तापनि दुवै नाम भएका व्यक्ति चाहिँ एउटै हुन् भन्ने यसरी पालीको विनयभित्र र अशोकको सूत्रभित्र एउटै नै हो भने यसरी मैले जे भए तापनि अर्थात् जति पनि वंशवाली छ बुद्धका वंशवालीहरू त्यो चाहिँ अब अशोकको सूत्रदेखि आएको कुराहरू मैले बताउँदैछु अब म उपगुप्तको विषयमा बताउँछु उपगुप्त यो चाहिँ चारौं नम्बरमा पर्ने अब यो बौद्ध धर्म उत्तराधिकारी हो भने यसरी अब बुद्धले विभिन्न भविष्यवाणीहरू गर्नुभएका छन् अशोकको जीवनीभित्र पनि कुरा बताएका छन् अब यो उपगुप्त न्यर्वे भने कहिले आउनु भएको कहिले जन्मिएको थियो भन्दाखेरि अब कहिले आएको थियो त भन्दाखेरि जुन न्यर्वे उपगुप्त अशोकको जीवनको आधा कालमा आउनु अब त्यो बेला भन्दाखेरि अब के हो त अब एक बुद्ध परिनिर्वाण भएर अब 160 को हाराहारी भयो रहेछ भनौँ न 160 हाराहारीमा न्यर्वे अब त्यो बेला अवस्थित रहेछ उहाँको जुन न्यर्वे चाहिँ बुद्ध परिनिर्वाण भएर 100 वर्षमा चाहिँ बल्ल न्यर्वेले चाहिँ आराधको ज्ञान प्राप्त गर्छ त्यो बेलाको राजा जुन अब अशोक राजाको आदि जोवन थियो त्यसरी अब हामीले उहाँको अब उमेरलाई हामीले जाँच्ने हो भने अब यति गर्दाखेरि त उहाँको त 130 वर्षसम्म बाँचेको हुन् भन्ने अब दाबी गर्नुपर्यो तर पनि के हो त उहाँ न्यर्वे चाहिँ अब 130 वर्ष बाँचेको हुन् भन्दाखेरि हामीले विश्वास गर्नु धेरै गाह्रो छ त्यही कारणले गर्दाखेरि कसैले भन्नुहुन्छ फेरि झ्याङ्ग्यु नाङ्देन अर्थात् उत्तर परम्परागत बौद्ध शासनको प्रवचनहरू के छ भन्दाखेरि अशोकसँग सँगै भएको यो उपगुप्त भनेको चाहिँ धर्म अशोक होइन काल अशोक चाहिँ हो अब अशोक पनि दुईटा रहेछन् त्यही कारणले त्यही कारणले यो धर्म अशोक र काल अशोकलाई यसरी उहाँहरू अब यसमा ब्रह्म भएर नबुझेको कारणले गर्दाखेरि यसरी 130 वर्ष जति बाँचे गलत धारणा हो कि शरीरपुत्रले अनुरोध गरेको सूत्रभित्र पनि मयूर राजवंशमा पर्ने जुन अशोक काला अशोक बताएका छन् त्यो अब एकदम नजिक भन्ने बुझिन्छ त्यो बेलाको अब उपगुप्त हो भने चाहिँ साँच्चै नै 100 ज्यादा अब उहाँ बाँच्नु भएको रहेछ भन्ने कुरा चाहिँ अब मिल्न जान्छ किनकि तारानाथले बताउनु भएको छ त्यो बेला अब के हो त अशोक दिदीका चाहिँ आदि जीवनमा
दिदीकाको उमेर चाहिँ आधी पुग्दाखेरि जुन अब बुढेसकालको उमेर अब त्यो बेला अशोका चाहिँ सानो थियो भने बाल्यकाल थियो भन्ने कुरा जियो चाहिँ अब पुग्नु मिल्न जान्छ जे भए तापनि रङ्ग गुरुले जुन धर्म अशोक बुद्ध परिनिर्वाण 100 वर्ष पछिको अब मान्छे हो मानव थियो भन्ने चाहिँ अब यदि गलत हो भन्ने कुरा अब अहिले धर्मले बताउनुहुन्छ तारानाथले अब अशोकलाई तीनटा अशोकहरू राख्नुभएको रहेछ किनकि अब 3 शताब्दीमा बेग्लै बेग्लै अशोकहरू दुईटा भनौँ न एउटा धर्म अशोक एउटा काल अशोक अब कुन चाहिँ काल अशोक कुन चाहिँ अशोक हो त भन्ने कुरामा चाहिँ धेरै विवाद अब जब पछि चाहिँ को पुग्यो त भने बल्ल अब दिदीका बाबाले भयो उहाँको नाम चाहिँ दिदीका जुन अब अशोकको जीवनी त्यस्तै गरी अब वंशावलीको जीवनी भित्रमा हेरेपछि उपगुप्तापछि उहाँको जन्म स्थान चाहिँ मथुरामा जन्मनुभएको रहेछ मथुरालाई चाहिँ अब चम्लक भनिन्छ भोटमा चाहिँ चम्लक भारतको मथुरा क्षेत्रमा जन्मिनु भएको रहेछ उहाँ चाहिँ एउटा भारतको एकदम अब धनी व्यक्तिको परिवारमा उहाँ चाहिँ फेरि धर्मराज अशोकसँग एउटै कालमा हो भन्ने कुरा एउटै कालमा हो तर पनि के हो त धर्म अशोक र दिदीको भेटघाट भएको कुराहरू स्पष्ट छैन यो कारण के हो भन्दाखेरि त्यो तारानाथ गुरुले चाहिँ धर्म भारत धर्मोदय यतिको पछि उहाँ चाहिँ वृद्धाश्रममा चाहिँ धेरै बिमार हुनुभएछ धेरै उहाँलाई अब रोग कष्ट चापेको हुँदाखेरि त्यति अब भएन सकेको छैन अनि एउटै ठाउँमा धेरै उहाँ बसेको हुँदाखेरि धेरै अब अर्को ठाउँमा पाउनु नपाएर त्यही बिरामी भएको कारणले छोटो उमेरमा चाहिँ यसरी परिनिर्वाण भएकोले यो चाहिँ अशोकको समयमा हो भनेर बताएका छन् त्यो बेला चाहिँ के हो त उहाँ परिनिर्वाण हुने बेला जुन अब बुद्ध परिनिर्वाण भए 200 वर्ष 240 वर्षपछि हो जस्तो हामीले एकदम ध्यान दिनुपर्ने कुरा के भन्दाखेरि अब अशोकको जीवनी विविधता किन नआउँछ प्राचीन नवीन जे भए तापनि यो हेर्बे भनेको अब हेर्बेको पालोमा उहाँको बुद्धको धर्म धेरै बुद्ध वचन भनौँ बुद्ध ग्रन्थ धेरै स्पष्ट भएका थिए त्यो बेला अब जुन बुद्ध धर्मको वंशावली उत्तर दिशाले चाहिँ एकदम पहिला जस्तै स्पष्ट सफा नभएको जस्तो देखिन्छ किन भन्दा पहिला एकदम सफा थियो नि त पछि गएर जति बुद्धको वचनहरू पनि ग्रन्थहरू स्पष्ट भएको रहेछ हराएका रहेछन् अब यो बुद्धको जति पनि वचनहरू बुद्ध बेलामा हेर्ने बेलामा स्पष्ट हुनुको कारण के हो त रहेछ भन्दाखेरि सङ्घको निकायहरू विभाजित कारणले गर्दाखेरि छ विवादहरू मचिएको कारणले गर्दाखेरि एक आपसमा ईर्ष्या क्रोध मचिएको कारणले गर्दाखेरि बुद्धको वचनहरू स्पष्ट भएर रूप हुँदै गएको हो भन्ने हामीले बुझ्न सक्छौँ त्यही कारण त्यो बेला अब आफूले जुन चाहिँ अब आफूले पक्ष मनपर्छ त्यसमै अब आफूले परिसंख्या गर्ने भए सबै बुद्धको समग्र अब एउटै हो भने त्यो बेला अब दुईटा निकायहरू विभाजित हुनु पुग्यो सङ्घको फौजहरू अब भनौँ न सङ्घको जुन समूहहरू दुई ठाउँमा विभाजित हुन पुग्दाखेरि होइन जुन बुद्धको वचनहरू धेरै छरपष्ट र लोक
तेरा मैले मुंगाते पाँचवटा अब यो बुद्ध 가상 बुद्ध 시대야 बुद्धिस्ट तेरा अलिक nam thar उत्तरदेखि sa te ga पाँचवटा sawe बताए luji ru cha ri ore kora यो 가상 shubi तेरा को nam thar sa पाँचवटा le tambo तेरा munga यो shubi रहेको छ yo ba shi sha che en di ga ne ya ne उत्तर me ge पौडेल निर्गुण yu भएर पाँचजनाले यसरी अब तेरा बुद्धले munga अब te je mung shi do यसरी अब mang do उत्तराधिकारी भनौँ न यो चाहिँ के हो त एउटा चट्टान हो जस्तो कि एउटा da singi ईको चट्टान da यही देखिने तेरा बौद्ध धर्म munga यसरी ba she फैलिँदै sa आएको da she यो ya ge che पाँचजनाले che बौद्ध धर्म अहिलेसम्म te ma फैलाएको yang me ge फैलाएको tong कारण ju da yang कतै me ge do अहिलेसम्म sa जीवित रहेका छन् yang me ge do da to ju ni ga de ane chege yang me ge tu ga da ja ne she wo ro tere अब na यो de ge राजा khar अशोकको chung go पालामा sana नै tere gu अ, yu ba de यो tere gu yu राजा ba da ane अशोकको सूत्र lam त्यसै sing गरी यो she ge bo de zu ko ru le ya महाव्युत de ba yu महाव्युत she अभ्युत wo sa भन्ने ne के ran sing ge अब tere de zu ji के बताएका छन् tere de zu त्यो ge भित्र अब chen thong le उत्तराधिकारीका ane lu gyu बौद्ध ge धर्ममा उत्तराधिकारी jibu ge वंशावलीहरू de zu be char कहाँदेखि kwa कोसँग ji वंशहरू ge आएका yo थिए भने यसरी पाँच ta la पाँचजनामा sing ge tere gu yu ba हस्तान्तरण गर्दै ane गर्दै आएको yang हुँदाखेरि यो me चाहिँ dola मुख्य soba स्रोत de चाहिँ tere gu पाँचजनाले अब shen tele ya अहिलेसम्म ta kesu shi फैलाएको kare हुन् भन्ने di कुरा na lo चाहिँ la अब tham se yu ne ge बुझ्नु पर्दछ shu ge ye ba ge ta na ba se ba yores kai sa na यो nyer be सबै che be आउनुपर्ने sa त्यो de कस्तो matura प्रभावले chomla गर्दाखेरि sa bi भन्दाखेरि cha यो de चाहिँ chomla sa यो bi de ni chi मूल su tham se सर्वस्तिवादको yu कारणले ne ne गर्दाखेरि so so यसरी chi स्पष्ट भएको हो भन्ने बुझ्न सक्छ किन so भन्दाखेरि यो yores जुन अब मथुरा ta la मथुरा sing ge ta da nyang e me ge तोगजे अ, तान दोग नाम ने भनौँ सोशा न यो बेगी मथुरा तेरे कश्मीर मुंगा वो थे क्षेत्रको तान यसरी तादा सोनाको सुग्यु चाहिँ ना लगायतका देंगी हेरबेर दुए लगेर अनि दुमगुंगा त्यहाँ जिसु पाल्नु भइरहेछ बौद्ध धर्म हाँ फैलाएको दुए हुँदाखेरि त्यहाँ चाहिँ दुमगुंगा एकदम सु बलियो आधारको थी सङ्घ भएकोले अनि खर्जुए था त्यहाँदेखि नै यसरी अब जिबो चिजु लेखक चिबे र सो स्रोतहरू राखिएको तादा हुँदाखेरि थी अनि फैलिएको कुरा देखिन्छ चंगु ना देंगी तेरे मुंगा से आती था अने पाली की दुए ना दुए दुमगुंगा से आती पे खर्जुए कोने दमसुन चिबे सो ची अब यो पाली जिबो चिजु भाषामा चिबे सो भएका ची यार विनयको 5 विनय भनेर ताइना मिजु उत्तर सरसु परम्परागत खर्जुए सो बौद्ध शासनको Chengyu 5 nangde प्रकारका thamse उत्तराधिकारी yuwa भन्ने ta एउटै khunyi एउटै सुन्न khunyi पुगेको ne छ sungyu da logyu nangde number che de ma be sungyu ni ga lo le chege yang ye me ula sure sa te tungu yo अब chengyu प्रश्न nangde के ga छ sungu ina भन्दाखेरि अब chege yang ye me ula de nyerbe re sungu logyu राजा nangde ga अशोकको sungu ina अब मूल chege गुरु yang को ye हो me ge ula भन्दाखेरि de यसमा mong ge gi pu kar ge बेग्लै बेग्लै छ sungu re अब ina da di दक्षिण zu go shi परम्परागत de बौद्ध logyu शासन nangde ga sungsu she be kablia देखि ko tungu बेग्लै ye me ge भनिन्छ de ma bo shu mo che त्यस्तै गरी अब na so उत्तर उत्तर परम्परागत बौद्ध ta de ne शासनले shamle बेग्लै ya बताउँछ यसमा चाहिँ अब त्यति मिल्दैन त्यसको विषयमा अलिकता स्पष्ट बताउन जानु पर्दाखेरि अब जुन धर्म अशोकको मूल गुरु को थिए त भनेर चाहिँ नमिलेको हुँदाखेरि यसलाई चाहिँ हामीले छानबिन गर्नु जरुरी रहेको छ shamle shu ya de dan dire sunba duwe de ne shen da lu yu yi cha ka ge अब sun su da kebar अब chi ye विनय de ma विनय se पिटक अरू विनय पिटक र यसको lu yu yi cha इतिहासहरू shen yi sun su sa de अरू ta स्रोतदेखि di बताउने dang कुराहरू ge gong स्रोत du यो शीर्षक यो cheng हो yu nan de gi na lo le ya tang bu de re gi nam dar sa chi yo de अघि यो उम्, ta उत्तर de ne परम्परागत बौद्ध शासनदेखि yang ge आएका me यो ge do da yang ge me ge 5 do su प्रकारका sa यो di na lo ne sun sha be de re mu che उत्तराधिकारीहरू de re 5 वटा gi छन् nam dar जुन sa de अब ne de re ni shu zi shu sa महाकश्यपदेखि लिएर अब yang ge me ge गुप्तसम्म do da do je त्यति na lo करसम्म la ya de re nga song song a 다 대매인 베게 정규 난데기 지금 뇌에 जस्तै 되는데 कि अघि 루기 बताए 지부가 चाहिँ जुन 나로야 तेरगी अशोकको सूत्रमा कबलिया त्यसै गरी अशोकको संगीता विभिन्न कार्य जीवनी 이 곳이 जीवनीमा पनि 시 यसरी 디스파 베마 5 जना उत्तराधिकारहरू छन् भनेर यसरी 대세 बताएका छन् 비상라 당보대 त्योभन्दा अलिकता 페진데 नमिल्ने कुरा छ यसमा। 규베를 뭐지 अ, 당보대 긴류 페진데 अब 페진데 अरू 규베를 이슈하지 विनय 이번에 पिटरदेखि 쌈내게 आएका 거의 규변이 얘기해 इतिहासका स्रोतसँग नमिल्ने कुरा के छ त 숨어대네 भन्दाखेरि 정규 난데 순수 주동자 알죠 उम्, 다 당보대는 긴류 페진데 왜 규베를 맞 쇼고 봐 다다 정규 난dengi duwe dene da lu yu yi cha shen ka na lo le ya tere gi अब ko le त्यो ya yang to sung da me da to so ri सङ्घको yo pe na cha sha ba yin जुन सङ्घमा चाहिँ अब gindu phasing महासङ्घीय de be निकाय yu रहेछ ba यसको sa di परम्परागत na lo le आएको ya सन्दर्भमा ji के da चाहिँ gindu बताएका छन् त phasing de be yu भन्दाखेरि ba sa khorang na lo le ya tere gu kor उच्च sem so ye उत्तर sam परम्परागत बौद्ध शासनको विनयभित्र पर्दछ
यसको इतिहास लेखन भित्र के रहेका छन् भित्र उत्तराधिकारी वंशावलीको कुराहरू अलिकति नमिल्ने कुरा बताएका छन् जस्तै कि महासङ्घिकाको विनय भित्र चाहिँ त्यो बेला त्यो भित्र चाहिँ के छ भन्दाखेरि उत्तराधिकारी वंशावलीको र त्यो भित्र के छ बुद्ध गौतमको दोस्रो सङ्कला दोस्रो परिषद 700 जना अरहतहरूको बुद्ध वचन सङ्कलन भन्ने कुराहरू अब अरहत कुराहरूको कुरा लेखेका छन् अब दक्षिण परम्परागत बौद्ध शासनमा मूल सर्वस्तिवादको विभिन्न लेखहरूमा चाहिँ अलिकति नमिल्ने हुन्छ यही कारणले गर्दाखेरि त्यो महासङ्घिकाको निकायभित्र हेर्ने हो भने चाहिँ अब हेर्ने अलिकति बेग्लै भएकोले त्यसमा 13 अर्थात् उत्तराधिकारी वंशावलीको लेखेको यहाँ के भनेको रहेछ भने महासङ्घिकको लेखमा चाहिँ शरीपुत्रले अनुवाद गरेको सूत्रमा भनेको छ कि परिपूर्ण भए पश्चात कश्यपले बौद्ध धर्मलाई समानेछ त्यसपछि यसरी तल जाँदा 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 जाँदै भिक्षुहरू त्यो भित्रमा चाहिँ अब महाकश्यपले आनन्दलाई दिनुहुनेछ आनन्दले निमगुम्बाले सेनागोञ्चले निर्वेले त्यसै गरी जुन मयूर साम्राज्य अशोका उत्पन्न हुने त्यहाँदेखि बौद्ध धर्मको सूत्रहरू फैलिनेछ विनयहरू फैलिनेछ यसरी वृद्धि रूपमा वृद्धि भएर जानेछ भविष्यवाणी गरेको रहेछ भनेको चाहिँ अब यसमा अलिकति फरक के रहेछ भन्दाखेरि मध्यन्तिकाले निमगुम्बा चाहिँ अब आनन्दले दिएको अगाडि बताएको जुन हासन यो उत्तराधिकारीमा चाहिँ निमगुम्बा भन्ने चाहिँ अब आनन्दले चाहिँ कश्मीरमा पठाएको व्यक्ति फैलाउनको लागि पठाएको व्यक्ति आनन्द र सेनाको बीचमा चाहिँ फेरि निमगुम्बा राखेको रहेछ त्यही कारणले आनन्दले चाहिँ अब निमगुम्बालाई बौद्ध धर्म फैलाउनको लागि काशीमा पठाएको थियो भने एउटा कुरा त आउँछ तर के हो त बौद्ध धर्मको वंशावलीमा चाहिँ आनन्दले निमगुम्बालाई सेनागोञ्चलाई दिएको हो भने अब यसरी आउँदैन वंशावलीमा नआए तापनि बौद्ध धर्म फैलाउनु पर्छ है भने आफ्नो कश्मीरमा तिमीले फैलाउनु पर्छ भन्न आज्ञा दिएको कश्मीरी बौद्ध मार्गीहरूले उहाँलाई जबरजस्ती राखेको हो कि त्यसमा राखेको हो कि जसमा अब फेरि अर्को यो त्यो पूर्व परम्परागत बौद्ध शासनको कुराहरू अब आएको छ उत्तर परम्परागत बौद्ध शासनको अब हेर भनौँ न उत्तराधिकारी के थिए त अब चिनको भाषाको कुरा सम्झेन्बा भनौँ न एउटा समाधिको विषयमा अब जैन धर्म कुरा यसमा चाहिँ अब 25 वटा जति पनि परम्परागत एउटा आएका छन् भनेको छ भारतदेखि चाहिँ बुद्धदेखि चाहिँ यसरी हुँदै बौद्ध धर्मसम्म चाहिँ 25 वटा परम्परागत त्यहाँसम्म पुगेका छन् यसरी चीनको अब हासा गुरुले बौद्ध धर्म अब भारतमा 25 वटा भारतका 25 वटा परम्परागत भनिन्छ जुन बुद्धको कालदेखि पछि गएर यो धर्म बौद्धसम्म पुगेको परम्परागत अविच्छिन्न परम्परा गरेर चाहिँ हुँदाखेरि यो चाहिँ आर्य भारतको परम्परा भन्छ
둠시르부디 무투니 베 거라 가셔에 둠시 अब यो 디젠진 체베 토네 에네 디 텔레야 아네 규주에 땅나마단 텔레야베 마르단지 야게 땅나마도 시 차리가 어렸어 अब यो चाहिँ 다 के हो त 야게 भन्दाखेरि गर्ताय अरसन ता जति धम्मो पनि के यस्तै पाँचवटा अनि गुबर मैले बताएको थिएँ पाँचवटा जुन वंशावली त्यसमा अरे चाहिँ सना एकदम सामने टिस्टा रूपमा बेगे थपिँदै दुई थपिँदै गुबर थपिँदै राखेर अब गुबर या त्यसमा टाँसेर अब बढाएको हो जस्तो मलाई लाग्छ अम मूल त एउटा हुनु पर्यो नि त टाँस्नको लागि तातेर मूल नामधार ने सुबेगे गुबर महाकश्यपदेखि लिएर अन्तिम दिदिकवसम्म बत्ता ती 그 आएका परम्परागतलाई 디다라 चाहिँ 안에 पछि 가시 गएर अब 잡게 जोडेको हो 되네 규번이 주잡게 했어요. त्यसमध्ये के अब थपिएको कारणले 대 गर्दा थप 안에 उहाँ 유수니 भन्दैन 고노 승기 28 वटा उहाँले बताउनु 규번에서 시절에 샤베 토네 아니 규버치만 가시지 네 배경이 알아. पेना अब भनौँ न महाकश्यपदेखि लिएर भिक्षु पेना सिंह पुष्यमित्रा से आरो दा प्रांग्य तारा से आरो बुद्धि धर्म यसरी से अब खासेजी थप्दै थप्दै नगरी अब भनौँ न थेब जना आयो रे बसे तने बसेसित ताने सिंगिया मी गुरुसित से की तरह प्रज्ञा बोधि धर्ममा संबे यसरी बिसु थप्दै या की थप्दै तेरब दिगी अहिले 28 वटा परम्परागत चाय यसरी नदी जब जुन उत्तराधिकारी चाय बन्नुभएको रहेछ नदी है ने samdenbe thadu mina ke cheshwe allab cheshwe rubte kar chadi orsana yubani sabge bati bodhi dharma se chadi orwa अब त्यो bodhi बेला dharma जुन khonde ध्यानको परम्परागत अब samdenbe मुख्यको khudri अब sarde कुन चाहिँ mangashe महान yubati चाहिँ को रहेछ भने cheshwe धर्मबोधी gyane रहेछ ne भनेर gyagarne gyanale ya pewe sorche एकदम महत्त्वपूर्ण नभई नहुने धर्मबोधी samdenbe राखेको cheshwe त्यो बेला gyane chai orwa tini du sane समाधिको ध्यानलाई मुख्य फैलाउने चाहिँ chane बोधि सत्व sawe gi mina मन्त्रिया नभएर cheshwe chikdi धर्मबोधी हो भनेर यसरी अब bodhi dharma quran chadi ors बोधि धर्म हो नि यो Dara बोधि धर्म चाहिँ shimi ki chadi समाधि me फैलाउने ryo maras. Khare sana samden be ki term yi भनाइ छ sabge ki tamgyu de lugyu sheba zama yinba. Ane samden ba de ane यो karsho ji menga hu gyuban ru chi tsana nga orba. Ji ngana su nam gyun ji karsho यो da चाहिँ एउटा सिद्धान्तको कुरा मात्रै नभएर यो उपदेश वर्ग sangi temba de मार्फत shuman ru ध्यान कसरी gyuba गर्नुपर्दछ shuman भन्ने ru de mayi biche. Ti lo so ane pe menga hu gyuba menga sabu. Ara su उपदेश nyingyu वर्गदेखि gyuba अब changi gyuba sa ru menga जुन चारको nyingyu gyuba ru chi. सार तत्त्वदेखि Lo अब so आएको lo कुरालाई shi परम्परालाई मान्दो 지 रहेछ 깨바다 एउटा 미데바 सिद्धान्तदेखि 디스기야 मात्रै 땡기 명도 근데 지금 명아 규바 सिद्धान्तदेखि नआउने कुरालाई बताउँदो रहेछ 지금 봐 जसो 명아 भयो 규바 त्यसलाई 로스 परम्पराको 요버티는 चाहिँ 양 타바 임바 नफैलाउने 루치야 아니 एकदम 규바 गोप्य 지금 हिसाबले 그런 ध्यान 거 गरेर बुझाउँदो रहेछ 다네 이제 랑게 최근 중국인데 다야 상계 투유 해봐 지금 अब यो कहाँदेखि उत्पन्न भयो भने बुद्धदेखि उत्पन्न भएको रहेछ 쭈부 임바 भनेपछि 두제래 धर्म 아 अनि 다들 एकदम 소고요 धेरै 대야 쓰기 규바네 때마마 임바 कष्टदायक ध्यान नगरेसम्म आफूभित्र ध्यान उठ्दैन भन्ने एकदम गोप्य हिसाबले ध्यानहरू फैलाउनु हुँदो रहेछ त्यसरी अन्तिममा चाहिँ एकदम महापुरुष जसले बौद्ध धर्मको ध्यानलाई समाधिलाई स्रोतमा ल्यायो अन्तिममा चाहिँ महान पुरुष कसलाई राख्दो रहेछ भन्दाखेरि धर्मबोधीलाई राख्दो रहेछ देश सिनाबिनदे तेरे नामधारा से आते खजा अस्ति मैले बताए जस्तै उत्तराधिकारीका जीवन त्यो भित्र बताएका छन् त्यो छेउमा तपाईँले देख्नुहुन्छ समाधिको परम्परा ध्यानवादीको परम्परा यसमा अङ्क अङ्क लेखिएको छ एउटा भोट भाषा एउटामा चाहिँ अब संस्कृत भाषामा लेखिएको छ भोइसुङ सुबु भन्ने महाकश्यप पुङ्गबल आनन्द मध्यन्तिका त्यसै गरी अब साना गोचनलाई साना भाषा निर्वेल उपगुप्त दिदिकबल दीर्घ विवेकलाई फेरि बताएको छ बुद्ध जयन्ती बुद्ध मित्र गेलोङछिपलाई पर्स्या सुनस्यात एउटै रहेछ त्यसै गरी ताकेलाई अशोगौत मसिवालाई कबीर माला लुदुबलाई नागार्जुन पाँचौँसम्म त्यही नै छ अब छैटौँदेखि चाहिँ अलिकति नमिल्दो रहेछ पाँचौँ अब मिल्छ मल्छ यो परम्परागतको जुन अब आएका उत्तराधिकारी छ अङ्कदेखि नमिलेको रहेछ अब अशोक उसुकको चाहिँ पाँचवटा भयो वंशावली बाहेक अब छ के हो मध्यन्तिकाको चाहिँ परम्परामा चाहिँ त्यहाँदेखि अब छैटौँदेखि आएर 28सम्म बेग्लै गरेर राखिदिएको अब अलिकता ज्यादा के छ र
Shana Wasa sar, Uba Gupta sar, अब Shubha साना वासा Mitra sar, उपगुप्त शुभमित्र संघ रक्षा यो Raksha चाहिँ अलिकति sar, उहाँ that थपिनु Dharma भएको Mangbushwa, someday we give it to San. And Dharmata sar, that really only चाहिँ the अब one. मध्यन्तिकाले अब अलिकति Dharmata थपिएको रहेछ Sangha Raksha and Tamade Bodhi Dharma, someday we give it. Who you someday give a Tamati Bodhi Dharma Chadi. त्यही कारणले गर्दाखेरि अन्तिमको अब यो जुन मध्यन्तिका फैलाउन चाहिँ अब अन्तिममा चाहिँ के हुन्छ यो बोधि धर्म राखेको छ यो फेरि पनि यो के उत्तर परम्परागत बौद्ध शासनमा अब विनयमा चाहिँ उत्तराधिकारी बताउने कुराहरू अलिकति बेग्लै देखिरहेका छन् वास्तवमा हेर्ने हो भने यो उत्तराधिकारी भनौँ उत्तर परम्परागत बौद्ध शासनको जुन विनयभित्र बताएको छ के हो त यो बौद्ध धर्म फैलाउने शासनको कुराहरू शासनकर्ता नभएर एउटा के हो त शीलको परम्परागत विनयको परम्परागत बताएको रहेछ त्यसैले यो उत्तर परम्परागत बौद्ध शासन त्यसै गरी दक्षिण परम्परागत बौद्ध शासनमा चाहिँ अलिकता एउटाले चाहिँ शीललाई विनयलाई जोड दियो भने अर्कोले चाहिँ उत्तराधिकारी वंशावलीमा जोड दिएको अलिकता नमिल्ने अलिकता फरक रहेछ यसले के बुझाउँछ भन्दाखेरि उत्तर परम्पराको बौद्ध शासनले के बताएको थिए भन्ने कुरा बताएको मैले बताएँ अब यसको मुख्य सार एकीकरणमा बताउनु पर्दाखेरि पहिला मैले के बताएँ उत्तराधिकारको इतिहास बताएँ यो एकदम प्राचीन र एकदम बृहत ज्यादा हो विशाल त यो चाहिँ के हो त भन्दाखेरि एउटा प्रवचनलाई स्रोत मात्र राखेर नभएर धेरै अनेक धेरै स्रोतहरूलाई लेखकहरूले स्रोत राखेर अब अशोकका राजाले चाहिँ जीवनमा चाहिँ यसरी अब 13 ऋषि भनौँ न चारौं उत्तराधिकारी वंशावली भनेको यसमा धेरै स्रोतहरू राखेको रहेछ अशोकसम्म चाहिँ यसमा चाहिँ जुन बौद्ध धर्मलाई फैलाउनको लागि परम्परागत वंशावली चाहिँ छुटेको छैन है भने चाहिँ यहाँसम्म चाहिँ स्पष्ट हामीले बुझ्न सक्छौँ र यसमा कुनै गलत नभएको हामीले चाल पाउन सक्छौँ महत्त्वपूर्णमा चाहिँ के हो त अन्तिम चरणको रहेछ पाँचौं नम्बरमा पर्ने पाँचौं 1 देखि 5 सम्म आएको मुख्य स्रोत यो रहेछ परम्परागत उत्तराधिकारी वंशावली त्यहाँदेखि चाहिँ अब पछि नम्बरदेखि थप्दै गएको अब म धर्म भनौँ न पहिला चाहिँ अब बुद्धको चरकीय कुराहरूलाई चाहिँ के हो बुद्ध परिनिर्वाण भइसकेर बुद्ध सबै अब हटाउँदै गयो लोप हुँदै गयो धर्मराजा अशोकले के गर्न गर्दै यसरी सबै अब वंशावलीसम्म उहाँले समापालन भएको रहेछ आनन्द दत्तीय बौद्ध धर्म बुद्धको प्रवचन सुनेको सेवा गर्ने क्रममा उहाँले धेरै अब बौद्ध धर्म उहाँले सुन्नुभयो र पछि बुद्ध परिनिर्वाण भइसकेर पनि कश्यपले उत्तराधिकारी लिनुभयो कश्यपले आनन्दले 10% बौद्ध धर्म फैलाउनु भएको रहेछ आनन्दले अब भनौँ न कश्मीरको दिशामा जुन हिमगुम्बा लगायतको क्षणको अनेक यसरी अब बौद्ध धर्म फैलाउनु पर्छ भनेर आज्ञा दिनुभएको रहेछ अब सेना घोषणा हेर्बै चाहिँ अब एउटा गुरु चेलाको अब शासन लेखन हेर्ने हो भने चाहिँ
यो निर्भय भनेको चाहिँ को रहेछ त भन्दाखेरि उपगुप्त भनेको चाहिँ धर्मराज अशोकको मूल गुरु भएको रहेछ। किन भन्दाखेरि उहाँले धेरै शक्ति एउटा प्रदर्शन गरेको कारणले गर्दाखेरि शक्ति प्रदर्शन गरेर प्रवचन गरेको कारणले गर्दाखेरि राजा अत्यन्त प्रसन्न खुसी भएर बौद्ध धर्मको बुद्धको शरणमा गएर बौद्धको शरणमा गएर यो संसारमा म बौद्ध धर्मलाई फैलाउँछु भनेर धेरै उहाँले अघि सार्नुभएको रहेछ र धेरै ठाउँ फैलाउनु भयो। यो चाहिँ महासङ्घिक र महानिकाय त्यसै गरी समष्टिवाद, त्यस्तै गरी यो मध्यन्तिकारले बताउनु भएको कुराहरू, त्यसै गरी यो भनौँ न 5औं वंशवादी, त्यस्तै गरी 28 वंशवादी कुराहरू मैले बताइसकेँ। आज म यतिमै विषयमा रहन चाहन्छु। फेरि अर्को दिनमा फेरि म बताउने नै छु। आजको लागि यति नै। भवतु सर्वमङ्गलम्।